आज मैले कुरिलोको अचार बनाउँदैछु। कुरिलोको अचार कसरी बनाउने, यस्तो सानो सानो पिसमा काट्ने, अनि त्यसपछि अलि मोटो मोटो छ भने यस्तो सानो सानो पिसमा काट्ने, मोटो मोटो छैन भने यत्तिकै छोडिदिने। मोटो मोटो छ भने यसरी बिचबाट काट्ने, यस्तो दुई टुक्रा बनाउने, यसरी बिचबाट काटेर। पातलो पातलो छ भने यत्तिकै छोडिदिने। अनि त्यसपछि यसरी पानीमा हल्का बोइल गर्न छोडिदिने। आलु पनि हाल्ने अनि यो कुरिलोलाई हालेर यसरी बोइल गर्न छोडिदिने। धेरै बेर राख्नुहुन्न, नत्र यसको भिटामिनहरू जान्छ। फेरि हल्का यसो हुलुक्क हुने बित्तिकै अनि निकाल्ने। अब बुकबुक उम्ल्यो। अब ग्यास बन्द गर्ने अनि एकछिन यत्तिकै छोडिदिने। अब यसमा खनाउने, पानी तार्ने। यस्तरी आलु यो यस्तो मिठो हुन्छ यसको अचार, कुरिलोको अचार त। हल्का अब हरियै छ नि होइन, यो बाफले गर्दाखेरि। त्यसपछि यो हल्का बफाएर मटर हालिदिने अनि कालो खैरो तिल हाल्ने अनि यसरी झैँ झानिदिने। टमाटर हालेर मेथी जिरा तोरीको तेल पड्काएर यसरी झैँ हालिदिने अनि धनिया पत्ता हालेर यसरी सर्र कागती निचार्ने, यसरी राम्रोसँग निचार्ने। मुखै रसायो। अनि त्यसपछि यसरी सुई गरेर मुस्ने। मुसेपछि मजाले एकदमै राम्रो टक्टको अचार बन्छ। अनि धनिया पत्ता पनि हाल्ने है, मैले भने कि भनेन। यसरी चाउमिन गरेर यसरी बनाएर खानुहोस् है सबैजनाले। एकदमै मिठो हुन्छ, हेल्दी, मिठो सबै है त। थ्याङ्क यू सो मच फर वाचिङ।